गाइज हामी चाहिँ मनपोखरी घुम्न आएको थियौँ। अब यहाँबाट हाम्रो भक्तपुरसम्मको यात्रा छ। हाम्रो शहरमा बाइक घुमाउँदै हुनुहुन्छ। बस्नुहोस् म्याडम। हस् भइहाल्छ नि। हेर्नु न ल, बस्नुहोस् भन्दै बाइककै ऊ परसम्म लगेर छोडिसक्यो। गाह्रो छ मलाई पनि। बाइकमा ब्रेक हुनु परेन बस्नलाई त ठाउँमा रोक्नलाई। ल हेर्नु न, हेरेको मलाई कति हेर्छन्। बाइकमा ब्रेक पनि हुनु पर्छ नि त। हो, तपाईँलाई म ब्रेक लगाइदिन्छु है। हेलो, नमस्ते एभ्रिवान। हाउ आर यु ऑल? Everything all right? I hope you all are good. Today we turn next way and see where we gone. यताबाट दुईटा बाटो आउँछ, एउटा सिधा जाने, एउटा लेफ्टपट्टि जाने। आज हामी नयाँ बाटोबाट जाँदैछौँ होइन। यो हामी लेफ्ट च्याप्दै वन जङ्गल हरियालीहरू हेर्दै जाँदैछौँ। ब्यारिक होइन, ब्यारिक भन्दा माथि निस्किन्छ यहाँबाट। त्यो बोर्डिङ पानी बोर्डिङ गरेर भनेको थिएँ नि मैले। हामी सानो बेला खेल्थ्यौँ भनेर पानीमा, त्यो ठाउँमा निस्किन्छ यो बाटो। तर बाटो लास्टै नै अफ रोड भयो क्या। पहिला पनि यस्तै थियो, अहिले पनि यस्तै छ होइन। हामी पहिला सानो हुँदाखेरि 9, 10मा पढ्दाखेरि होइन, यो बाटो आउँदाखेरि यो बाटो पहिला पनि यस्तै थियो, अहिले पनि यस्तै छ क्या। केही चेन्ज छैन क्या बाटो। तिमीलाई के लाग्छ नेपालमा के यो नौलो कुरा हो र? नौलो कुरा त होइन, तर धेरै वर्ष भइसक्यो नि त। मैले अब 10 पास गरेको त्यत्रो 4-5 वर्षभन्दा बेसी भइसक्यो नि होइन। त्यत्रोमा त यति ठाउँ त विकास भइसक्नु पर्ने हो। तपाईँ वर्षको मान्छेले नेपाल आफ्नै देशमा बसेर त नुहाउन पाएन, कति ठाउँ उज्यालो बिजुली पुगेन। तपाईँ कुन दुनियाँमा हुनुहुन्छ? तर यस्तो ठाउँमा अर्केको विकास नभए नि हेर्न सक्नुहुन्छ। होटेलहरूको के भन्छ विकास चाहिँ एकदम राम्रोसँग हुन्छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। सबै झोले झन्तराले चलाएर देशमा यस्तो छ नि। त्यसो नौलो कुरो छैन कि छोडेर आफ्नै देश हुँदैन गएर कुरा आफ्नो चलाएर अब हाम्रो पञ्चायतले चाहिँ हामी टक्क लाएर होइन फर्क्यौँ। खोला देखाइदिनु सक्छौँ यहाँबाट। यहाँबाट हेर्न सक्नुहुन्छ यो खोला अहिले मनपोखरीमा पानी नआएको कारणले यो खोला पनि सुकेको जस्तो भएको छ। अहिले फेरि बर्खायाम सुरु हुनुपर्छ। यहाँ फेरि बाढी लाग्छ होइन, बाढी पहिरो आउने हुन्छ। मान्छेहरूले रोपेको होइन खाद्यान्नहरू सबै बिग्रिन जान्छ क्या, पहिरोले पुरिन्छ नि त। पानी स्योर पर्छ, घाम दुधीको आइपर्छ र। हेर्न सक्नुहुन्छ हामी चाहिँ गाउँ एरिया हुँदै होइन जाँदैछौँ। बाटो लास्टै अफ रोड भएको कारणले क्यामेरा पनि लास्ट हल्ल्याएको छ। यहाँ चाहिँ होइन अनेक चर्तीकला भइसक्यो। एकछिन यहाँ गाउँ मिसिन लाउनु जेलसम्म हेर्ने के गर्ने भइसक्यो यसले। ल के गरे अब यो आई डोन्ट नो वाट्स इट अन होइन। बच्चा आएपछि बच्चै हो यो होइन। ल कसरी लाउने फेरि देखाइदियो त। हेरबिन रे यो मैले चाहिँ अब 50 रुपियाँ हेरबिन नकिनिदिएको त भयो। यसो हेर्दाखेरि चाहिँ होइन, तर त्यस्तो होइन है। चलाएर कसैको फेरि सपना घर भन्दैछ गाइस, देख्न सक्नुहुन्छ है। एकदम बवाल घर भन्दै रहेछ, कसैको सपना होला यो घर। ठिक छ, एनिवेज गुड लक फर हिम। कसले देखे सपना हो यो। मेरो पछाडि लाग्यो त। तपाईँको पछाडि चाहिँ क्यामेरा देखाउनु न। ए हेर्दैन हैन ब्रो, त्यहाँले राखिदिन्छु ल। अहिले भरे यहाँ जाने बेला याद गर ल। त्यहाँ अनि त खसेर छ भने गाउँको बाटो यस्तै छ, त्यहाँ हेर्दा खसेर छ भने अवश्य दिउँला म। त्यसो नभन्नु। अहिले अदरवाइज ल हेर्न सक्नुहुन्छ गाइस, चलिरहेछ है, यो डह्रो चलिरहेछ। ल
लगाइ छैन नि यहाँको चाहिँ गौतमी कार्यक्रम सकिसकेको छ र हामी गीत तयारी गरेछौँ म चाहिँ तपाईँलाई रेडी भइसकेको छु त्यो पनि एकचोटि बाँधेर है गाइस भाजी बोकेर रेडी भइसक्नु भए अब निस्क भएर हामी कार्यक्रम चाहिँ पुरै सकिसकेको छ ल त्यो गाउँ काटेर हामी यहाँ पक गर्थ्यौँ निस्किनु लाग्यो है त्यो दिन मलाई हेर्नु ल्याएर उहाँले नारायण हेर्नु लागि बस्नु हो आज आइदेश गाइस मलाई चाहिँ होइन उतातिर घुमेर आएपछि एउटा गीत चाहिँ गाउन मन लाग्यो गाइदिन्छ गाइदिनुहोस् त तर लाज पनि लागिरहेछ है गाउनु गाउनु लगाएर हुन्छ त तपाईँ भगर जस्तो मान्छे बसाएर हुन्छ यस्तो लाग्छ नि भग हुन्छ त पुरानो गाउँ क्या राम्रो ठाउँ संसारले नानी क्या राम्रो बानी त्यसपछि चाहिँ आउँदैन हामी गाइस यति नै हो हामी चाहिँ कमल विनायक आइसकेका छौँ अब अघि नै धेरै भोक लागिसक्यो भनेको अब हाम्रो सरले के भन्छ खाजा पाउनु नाटक हुनुहुन्छ हामीलाई होइन त च्यानलमा मोडलहरूलाई लगानी गरिसकेपछि त मोडलहरूलाई मात्रै खर्च गरेर मेरो च्यानल बनाएको रुपियाँ आएन आफ्नो लगानी मात्रै भने 30 लाख जति गइसकेर घरि मेकअप घरि के होइन सबै गुनासो हुन्छ पुरा गरिदिनु परेन गाह्रो छ हौ यो चाहिँ अब कल पनि पैसा सबै गाइस अब बस्तामा चटपटी के खाने यहाँ त राम्रै पाइँदैन खाना राम्रो पाइन्छ नि ल बच्चाहरूलाई सायद अलिकति उ गर न बिस्तारै बिस्तारै पहिला फ्रुट्स खानु जाने हो कि फ्रुट्स खानु मन लागिरहेको थियो मलाई तपाईँले फ्रुट्स पाउँछु भन्नुभएको थियो अघि नै ल त्यो अस्तिको ठाउँमा यहाँको हाट बजारहरू हेर्न सक्नुहुन्छ होइन बुढापाकाहरू बेलुका आएर कमल पोखरी आएर बस्छन् गाइज हामी चाहिँ होइन फ्रुट्स खाने पसलमा पुग्न लागिसकेका छौँ तपाईँलाई दुःख त लागेको छैन नि है फ्रुट्स पाउनु परेर 30,000 त खर्च भयो अब यता अब एउटा होइन 30वटा हात्ती त खर्च भयो एउटा गैडा खर्च गर्नु कुरो भयो 30वटा हात्ती गैडा खर्चमा पुरै ठुलो कुरो होइन गैडाको खाकेर त्यो हुन्छ नि मेरो एउटा हात्ती पनि आयो अनि त्यो एउटा खर्च गरेर के भयो कहाँ खानुहुन्छ भन्नु न के खानु उ यहाँ आइपुग्न लाग्यो हेर्न सक्नुहुन्छ उ यो पसलमा है A few moments later. फाइनली हामीले खाजा नआइसकेको छ
खाना नाम आइयो होइन भर्खरै हामीले बनाएको कति बनायो तर कस्तो हो भन्दाखेरि अन्तिममा गएर उहाँको भाइ के भयो भने उहाँको भाइको मेरो माथि यस्तो धेरै मोरल हो मेरो पैसा मात्र खर्च भएको के पनि आएन युट्युबबाट रुपियाँ आएन आफ्नै चिसोलाई मैले 1 लाख सब्सक्राइबरसम्म टिसर्ट खर्च गरेँ क्या मेरो पर्सनल थियो नि कति यता गयो गाइस काले होइन यस्तो मोरल हुन्छ नराख्नु आफ्नो च्यानलमा हो अझै आफ्नै बिजनेस छ घर भरेर बिजनेस सुरु गरेँ हामी चाहिँ डक्टर लाने आफ्नै सुरुमा डक्टर खाने म त खाजा खादिनँ अहिले फेरि खाजा खाएको पनि उहाँ सुनाउँछ 30,000 खानामा क्यान्सल गर मेरो घरमा पछि पैसा सो अहिले हामीलाई कुरा हामी सेभिङमा धेरै ध्यान दिइरहेका छौँ त्यही भएर नर्मल खानाहरू तपाईँहरूलाई पछि हेर्छौँ ठुलो आउँछ हेरिनु होला नयाँ गरिदिनु होला होइन गाइस फाइनली हाम्रो चाहिँ अब खानपान सक्यो होइन अब सबै कुरो सकेर आजको भ्लग अब एन्डिङ गर्नुपर्ने हुन्छ किनकि रात परिसकेको छ र क्यामेरा राम्रो क्याप्चर गर्न सक्दैन किनकि हाम्रो आइफोन S24 होइन बट सामसुङ त सामसुङै हो सो आजलाई यति गाइस बाइक कुरो अब यसो पछि अर्को नेक्स्ट भ्लगमा भेटौँला है आज ख्याल राख्नुहोस् खाना खाइसक्यो उहाँको त मिटिङ चल्दैछ ल गाइस टेक केयर लेट्स गो चट्ट लाएर मात्रै निस्किनु पर्ने हुन्छ अब बाई बाई